साथी हामी फाइनली हाम्रो खजनाको बक्स लिएर आइसकेको छौँ यो सुन्दर पार्कमा। अनि यो पार्क चाहिँ यस्तो रहेको छ, यति राम्रो छ। र यो पार्कको नाम चाहिँ वीरभूमि मेमोरीको लागि रहेछ कि कसैले आफ्नो मेमोरी छोड्नको लागि होला नि। यस्तो राम्रो छ नि यो ग्रिनरी, यो गार्ड। वाह, हजुर पनि आउन सक्नुहुनेछ आफ्नो साथी भाइ जोसँग पनि इष्टमित्रहरू सबै लिएर। यता फेरि खेल्न सुरु भइसक्यो। हाम्रो भाइहरू चाहिँ गुल्टी ट्याङ त्यस्तो छ। बच्चाहरू उनीहरूले चाहिँ यहाँनिर ल्याएर छोडेर घर घर कामसाम गरेर आउन सक्नुहुन्छ। छोरीलाई चाहिँ तर त्यसरी छोड्न चाहिँ भएन है, यो चाहिँ छ। यतिको भनेको मैले। अनि कविता दिदी होला कस्तो लागिरहेको छ पार्कमा आएर? रमाइलो लागिरहेको छ। ल अनि तिमीलाई जुनु बल्ल त आउँदैछ। ए ल अलि एकछिनमा भन है त। ल यस्तो वाउ, म चाहिँ यो झोलाको कहिले खोलेर खाने होला भइसक्यो। लिएर आइसकेपछि सबसे पहिला मभन्दा पहिला खाना खोज्छ नि यिनीहरू त। म पनि त बच्चै हो तर बुझ्दैनन्। हेर न आफ्नो आफ्नो मम्मीले दिएका त खोल्नलाई। मैले पनि चोरेर भएको छु त। खै कैलाश ल्याउ त, मलाई देऊ यो दिएन। भागे भाइ दिएन। साथीहरू मैले धेरै रोएर कराएर झगडा गरिसकेपछि मलाई त भाइले यो कुरकुरे दियो। खुसी खुसी लाग्यो है। मान्छे ठुलो भयो भने म कि खानु मन लाग्दैन र मलाई त कति खानु मन लाग्छ। थ्याङ्क यू भाइ, भाइ थ्याङ्क यू थ्याङ्क यू। कैलाश कैलाश म हाम सबै थ्याङ्क यू। अर्को चाहिँ मैले सानो सिनेमेटिक देखाइदिन्छु हजुरहरूलाई है त। चार चक्कर लगाएर यसको भित्री बाहिर कुना काप्चरा हेरिसकेपछि हामी धेरै प्यास लाएर हामीलाई दिदीले चाहिँ थम्स अप खोलेर यहाँबाट टडक 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 हान्न गइराख्नु भएको छ। हाल्नुहोस् त कविता दिदी, लास्टै तिर्ख लगाइसक्यो है। थोरै घाँटी पनि दुख्छ धेरै खायो त मलाई। मैले त त्यत्रो नहाल्नु है। ए म धेरै हुन्छ के गर्नु साथीहरू, खानु मन लाग्छ। फेरि अब बुढेसकाल लायो, धेरै खायो भने फेरि घाँटी च्याप्प समाउँदो रहेछ। हजुरहरूले त भोरी खानुहुन्छ होला है, तर म त ज्ञानी छु कि थोरै खान्छु। इन्डियामा यस्तो खानेकुरा चाहिँ सस्तो पर्ने कि है। कति रुपियाँ परेको रे दिदी यसलाई? 20 रुपियाँ है। कति भयो आइसी? 32 रुपियाँ। नेपालमा 50 रुपियाँ भन्छ है यो ठुलोलाई। त्यही भएर साथीहरू यस्तो यस्तो खाना खायो भने बरु इन्डिया आउने, पेट भरि खाने अनि घर फर्किने। अलिअलि घर लिएर जाने। पास्ता होइन र यो, पास्तालाई फुरायो भने यस्तो हुँदो रहेछ है। कोकोले चाहियो भन्नु म लिएर आइदिन्छु साथीहरू। साथीहरू अब जहाँ आए पनि पानीपुरी र चटपट त छोड्ने कुरा भएन। यता दिदीले चाहिँ पानीपुरीको मसला हाल्नलाई भाँडा रेडी गर्दै हुनुहुन्छ। यस्तो भाँडा छ यहाँनिर। मैले यो मसला बनाउँदैछु। यतापट्टि इनानी चाहिँ कतिखेर आउँछ होला मलाई दिनु न भन्दै बसेछिन्। त्यहाँ साथीलाई चाहिँ आज खै के भएको छ, गमक्क मारेर बसिरहेछ। त्यहाँ एउटा बुवा हेरेर छ। दिदी र म चाहिँ यो काममा हामी लागि परेछौँ। यति नखाए त आएको मतलब पनि भएन नि त साथीहरू। अब पैसा छैन दोकान गएर पिज्जा बर्गर खानलाई, घरबाटै पुरी फुलाएर ल्यायो, पाल पार्यो, मसला हाल्यो, खायो। गरिब छौँ साथीहरू हामी त, हजुर जस्तो धनी होइन। पार्कको टिकट लाग्दैन नि त, फ्रीमा आयो, घरबाट पानीपुरी बनायो, पिज्जा मोमो खाने पैसा छैन साथीहरू। त्यसको साथसाथ हाम्रो आजको ड्राई पिकनिक पनि समाप्त भयो। हस्त धन्यवाद, बाई बाई।